काठमाडौँको विभिन्न मठ मन्दिरमध्ये प्रसिद्ध रहेको श्री सङ्कटा न्यु रोडको तेबहालमा रहेको छ। हिन्दू पात्र अनुसार कार्तिक महिनालाई सबैभन्दा पवित्र र पुण्यवान महिना मानिन्छ। भक्तजनहरूको विश्वास छ कि यो महिना गरिएको पूजा, दान र प्रार्थना सयौं गुणा फलदायी हुन्छ। कार्तिक महिनामा सङ्कटा मन्दिरमा भक्तहरूको भिड लाग्छ। यो महिना दर्शन गर्नाले दुःख, कष्ट र रोग हराउँछ, मनमा शान्ति ल्याउँछ, भय, बाधा र नकारात्मक ऊर्जाबाट मुक्ति दिलाउँछ। प्रत्येक दियो एउटा प्रार्थना हो, शान्ति, शक्ति र आशाको प्रतीक। माता सङ्कटा देवी सङ्कट र कठिनाइ हटाउने शक्तिशाली देवी हुन्। भक्तहरूले भन्छन् साँचो श्रद्धाले दर्शन गर्दा मन हल्का र शान्त हुन्छ। सङ्कटा शब्दको अर्थ नै हो सङ्कट वा कठिनाइ। त्यसैले भगवान सङ्कटा देवीलाई सबै दुःख र समस्या हटाउने शक्तिको रूपमा लिइन्छ। जसरी मन्दिरमा घन्टी बज्छ त्यसै हाम्रो मनमा पनि शान्तिको तरङ्ग फैलिन्छ। माता सङ्कटा देवीले हामी सबै भक्तजनहरूलाई शान्ति र सुख प्रदान गरून्। ओम सङ्कटा देवी नमः।